This is guys, welcome to another vlog होइन माथि चाहिँ म चाहिँ होइन यहाँनिर दार्जिलिङमा आइरहेको छु यहाँनिर ब्याग चाहिँ माथि नै छ त्यो माथि सियो फाटक भन्ने जग्गामा आइरहेको छु गाइस यहाँको भ्यू चेक गर्नुहोस् होइन फुल कमान एरिया छ एरिया चाहिँ गाइस होइन दाजु दिल्लीदेखि आउँदै रहेछ नि त अनि अहिले मिरिक आइपुग्यो अरे मिरिकदेखि आउँदै रहेछ भ्यूजहरू त्यस्तो छ गाइस अहिले चाहिँ आज सिम्पल गेट पाइरहेको छु होइन जाडो छ दिन हेर्नुहोस् यहाँनिर भ्यू होइन मजाको छ भ्यू तपाईँहरूलाई अब देखाइदिन्छु म फुल कमान एरिया छ होइन आज मेरो साथी पनि छैन म चाहिँ एक्लै हिँडेको अनि आजको यो चाहिँ बेसी मिनटको पनि हुँदैन ठिकैको हुन्छ भ्लग होइन मेक स्योर होइन तपाईँलाई राम्रो लागोस् यो भ्लग यो तपाईँहरूको सपोर्ट चाहिँ चाहिन्छ मलाई होइन तपाईँको सपोर्ट पायो भने म त अगाडि बढ्दै जान्छु होइन भर्खर मेरो बिगिनरै हो त्यस्तो त्यो भ्लगिङको बारेमा केही पनि याद छैन तर पनि म तपाईँलाई मैले स्टार्ट गरेको भ्लगिङ होइन अब यो भ्लगिङ मेरो कतिसम्म चाहिँ हुन्छ हेर्नुहोस् तपाईँको लाइक कमेन्ट सेयरको होइन सब्सक्राइबको मलाई जरुरत छ होइन अनि यही टबा छ गाइस हेर्नुहोस् यहाँनिरको भ्यू आज हुस्से लागिरहेको छ यतापट्टि रकम भ्यू हेर्नुहोस् यहाँ म टावामा गएर देखाउँछु त गाइस अब टक्कै म टावामा चाहिँ आइपुगेँ गाइस होइन यहाँनिर जे लेखिरहेको रहेछ टावादेखि यहाँ यस्तो छ अलिकति हाइस्ट पोइन्टमै छ टावा गुम्बा छ गाइस यो तल गुम्बा अनि त्यो रोड निस्किन्छ यहाँ निङ्गाले भन्छ जग्गालाई यहाँदेखि सिधै मिरिक जान्छ योबाट मिरिक जान्छ फुलेर कमन एरिया छ टावरहरू पनि हेर्नु गाइस होइन यस्तो छ भ्यू त्यो म त आज भ्लग पनि नगरौँ भनेको थिएँ तर पनि होइन अब म चाहिँ अब यो डेलीको भ्लग बनाउनु चाहन्छु र अनि म चाहिँ सर्ट भिडियो भए पनि होइन भिडियो मिनी भ्लग भए पनि होइन तपाईँहरूलाई मजाले देखाउने छु गाइस हेर्नुहोस् घाँटी पनि अलिकति बिग्रिरहेको छ गाइस होइन मार्गीमार्का लागेको छ अहिले सिजन नै अब त्यो हुँदैछ हेर्नुहोस् यहाँनिर हुस्सीको भ्यू हेर्नुहोस् गाइस फुल लोडेड छ गाइस हुस्सीको भ्यू होइन जुम गरेर पनि देखाइदिन्छु गाइस म तलको रोडहरू यस्तो छ गाइस जुम गरेर पनि देखाइदिन्छु यो रोड यहाँनिर हल्का हावा पनि मजाको आउँदैछ गाइस यहाँनिर होइन यहाँनिर चाहिँ बिन्डमन बोर्डिङ स्कुल छ यहाँनिर मेरो नाना यहाँनिर टिचिङ गर्नुहुन्छ यहाँनिर चाहिँ गाइस अब एकछिनमा जान्छु अब गाइस होइन अब दाजु पनि हुनुहुन्छ अब दाजु पनि आइसक्यो होला तपाईँलाई म यो देखाउँछु होइन यहाँदेखि तवादेखि ओह्रालो झर्दैछु मलाई गाइस होइन हेर्नुहोस् यहाँनिर तवादेखि टक्कै ओह्रालो झर्दैछु हेर्नुहोस् टक्कै टावा रहेछ बिन्डमन स्कुलको छेउमा चाहिँ टावा छ यहाँको भाइहरूले त्यहाँनिर आर्टहरू गरेको छ यहाँनिर हेर्नुहोस् यहाँनिर यहाँको भाइहरूले आर्ट गरेको छ यहाँनिर चाहिँ के लेखेको छ यहाँको भाइहरूले आर्ट गरेको छ बिन्डनको भाइहरूले पुच्चिहरूले आर्ट गरेको छ अनि हेर्नुहोस् अरे गाइस यहाँनिर के लेखिरहेको छ यहाँनिर यहाँ के अरे गाइस हेर्नु यहाँनिर होइन के छ यहाँनिर के लेखेको यो भाइहरूले यहाँ के हो फोहोर गर्नु मनाइ हुन् अरे नि भाइ पहिला चाहिँ हुन्छ नि भाइ यो मजाले यहाँनिर लेख्नु चाहिँ छोड होइन भाइ तिमीलाई म त्यो भन्छु यहाँनिर लेख्नु चाहिँ छोड त्यो यो यहाँनिर यो बुट्काको ठुक छोडिरहेको छ लेख्नु चाहिँ छोड यहाँनिर चाहिँ फोहोर पनि तिमीले फोहोर गर्दैछौ क्या बुझ्यौ भाइ यहाँनिर कुन चाहिँ भाइ हो कि यो तिमीले फोहोर गर्दैछौ बुझ्यौ अब जाँदैछु गाइस तपाईँलाई अब एकछिन अब रोड पुगेर देखाउँछु तपाईँलाई म यहाँनिर म चाहिँ रोड पुगेँ गाइस भने यहाँनिर यस्तो चाहिँ बिन्डन स्कुल यहाँ छ रोड चाहिँ यहाँनिर रोडदेखि चाहिँ उकालोपट्टि चाहिँ
सुकिया जान्छ दार्जिलिङहरू अहिले मिरिक त सिलगढीहरू पनि पुग्छ हेर्नुहोस् यहाँनिर यहाँनिर बाइक त यहाँ छ मेरो दाजु अहिलेसम्म आइपुगेको छैन रहेछ दाजु काम थाकेको जस्तो भने होइन यहाँनिर यहाँनिर टक्क यहाँनिर बस्ने जग्गा छ यहाँनिर के देख्छ भनेर हेरौँ न एक दशक बितेर गयो अरे नि त र बिच नि हो नि त होइन समय भनेको कहाँ पर्खिरहन्छ र तिमीहरूलाई होला गाइस अब यो मिनी ब्लग अब होइन डिमान्ड गर्छु लाइक गर्नुहोस् सब्सक्राइब गर्नुहोस् होइन सेयर गर्नुहोस् कमेन्ट गर्नुहोस् होइन यो भाइलाई हुन्छ गाइस बाई